राम्रो रहेछ क्या के गर्नु त दिनै पऱ्यो यत्रो धेरैजना सबैजनाको रिक्वेस्ट छ दिनै पऱ्यो ल सुरु भयो है अब सबिन ल है साथीहरू सबैजनाले यहाँ अड्का ठ्याक्क मिलाएर राख्नु पाए यस्तो ठिक हुन्थ्यो छैन क्या सर्भिसमा अड्नान है अब सुरु भयो खेल पहिलो सेटको खेल सुरु भएको छ विकास गुरुङ हुनुहुन्छ मुख्य रेफ्रीमा विकास गुरुङको रेफ्री सिटीसँगै अड्नानको सर्भिस र रिसिभ जेहानको लागि र जेहानले यति बेला अङ्क दिलाउन सफल जेहान मुराद उत्कृष्ट स्पाइक 1-0 टिपटप 1 रुकुम 0 पहिलो सेटको पहिलो अङ्क टिपटपलाई राजन दाईको रिसिभ अड्नानको पास अफाफको लागि अफाफको यो प्रहार बाहिरिएको छ अङ्क टिपटपलाई अङ्क टिपटपलाई रहेको छ 2-0 टिपटप 2 रुकुम 0 2-0 बसेर हुन्थ्यो के 2-0 फहदको प्लेसिङ थियो राम्रो ब्लक अफाफलाई अफाफको उत्कृष्ट प्रहार अङ्क थप्दै रुकुम पश्चिमको अङ्क 1 रहेको छ भने टिपटप हेल्प नेपाल 1-2 है अङ्क 1-2 रुकुमको 1 रहेको छ भने टिपटपको 1-2 सर्भिसमा अफाफ खानको सर्भिस जम्प सर्भिस रहनेछ जेहानको रिसिभ कासिफको पास र यति बेला भने ओभरल्यापको सङ्केत रेफ्रीज्यूबाट अङ्क रुकुमलाई 2 बराबर रुकुम 2 टिपटप 2 बराबर अफाफ सर्भिसमा हुनुहुन्छ उहाँको सर्भिस कस्तो हुनेछ लाफा एलोन थ्याङ्क यू फर द रोज लाफा एलोन ब्रदर अफाफको सर्भिस राम्रो डिफेन्स कासिफको रिसिभ जेहानको लागि राम्रो चान्स बल यति बेला सन्तोषको प्रहार थियो राजा 3-2 है 3-2 रुकुम भलिबल 3 रहेको छ भने टिपटप 2 3-2 है बवाल भयो है हुटिङ सुन्न सक्नुहुन्छ मेरो आवाज आएन होला लास्टै बवाल अफाफको सर्भिस जालीमा अङ्क यति बेला टिपटप हेल्प नेपाललाई अङ्क निकै नै राम्रो पावरफुल सर्भिस थियो तर बल जाली कट्न सकेन जाली बाधक बन्न पुग्यो अङ्क यति बेला टिपटपलाई कासिफ सर्भिसमा टिपटप हेल्प नेपालका जर्सी नम्बर 13 सेटर हुनुहुन्छ पाकिस्तानी भलिबल खेलाडी यति बेला सर्भिसको लागि तयारीमा हुनुहुन्छ सर्भिसमा कासिफको सर्भिस राजन दाईको रिसिभ अड्नानको पास सन्तोषको लागि राम्रो प्रहार थियो तर ब्लक फहदको लागि फहद राजा उत्कृष्ट प्रहार यति बेला फहद राजाले निकै नै पावरफुल स्पाइक गर्नुभएको छ फहद राजाको यो स्पाइकमा 4-3 अङ्क हिमालको सर्भिस चिरणको रिसिभ कासिफले चिरण खड्का निकै नै शक्तिशाली प्रहार यति बेला जादुमय प्रहार गर्ने गर्छन् टिपटप हेल्प नेपालका क्याप्टेन चिरण खड्का यति बेला अङ्क दिलाउँदै 4 बराबर सबैजनाले लाइभलाई सेयर गरिदिनु होला फलो गर्नु होला सपोर्टको लागि फलो गरिदिनु होला भलिबल कन्टेन्टको लागि फलो गर्नु होला सन्तोषको रिसिभ अड्नानको पास फहदको लागि चिरण खड्का र उस्मानको यो जोडीले फहद राजालाई
छेक्न पुगेको छ यति बेला अङ्क थप्न सफल टिपटप हेल्प नेपाल। टिपटप हेल्प नेपालको अङ्क यति बेला 5 रहेको छ भने रुकुम पश्चिम भलिबल 4 5-4। सर्भिसमा ज्यान रिसिभ सन्तोषको थियो, सन्तोषको ब्लक स्पाइक थियो र यति बेला भने डबल टचको सङ्केत रेफ्रीज्यू विकास गुरुङबाट अङ्क थप्न सफल रुकुम पश्चिम भलिबल 5 बराबर। 5 बराबर। सचिन थ्याङ्क यू फर द सपोर्ट, थ्याङ्क यू फर द रोज। 5 बराबर है त। सबैजनाले सेयर गरिदिनु होला लाइभलाई। सर्भिसमा फहद राजाको जम्प सर्भिस र सर्भिस भने यति बेला बाहिरिएको छ। फहद राजाको सर्भिस बाहिरिएसँगै अङ्क जानेछ टिपटप हेल्प नेपाललाई 6-5। पहिलो सेटको खेल चलिरहेको छ, फाइनल खेल हो यो। अति नै घमासान हुनेछ। चिरण खड्का टिम क्याप्टेन सर्भिसमा हुनुहुन्छ। सर्भिसमा चिरण, राजन दाईको रिसिभ, हिमालको पुष्करको प्रहार थियो। उस्मान फरियाद अली ढ्याङ्ग्रा बजाउँदै हुनुहुन्छ दाई। यता हिमाल सुनारी मगरको एकदमै ठुलो फ्यान हुनुहुन्छ उहाँ। सर्भिसमा सन्तोष बिके, मनिष मानन्दर बहुत शक्तिशाली स्पाइक। मनिष मानन्दर भने छाड्ने छैनन्, निकै नै पावरफुल स्पाइक यति बेला। मनिष मानन्दर जर्सी नम्बर 14 टिपटप हेल्प नेपाललाई निकै नै राम्रो अङ्कहरू दिलाइराख्नु भएको छ। यति बेला सर्भिसमा नरबहादुर सुनार जीवनको सर्भिस, राजन दाईको रिसिभ राम्रो हुन सकेन। सन्तोषको यो पास अफाफको लागि निकै नै राम्रो प्रहार थियो, राम्रो डिफेन्स। जेहानको स्पाइक बाहिरिएको छ, जेहानको स्पाइक बाहिरिएको छ। अङ्क रुकुमलाई 7 बराबर। 7 बराबर। फहदको प्रहार थियो तर बल बाहिरिएको छ। अङ्क टिपटपलाई, टिपटप 8 रुकुम 7 8-7। र टिपटपको टिम कोच हुनुहुन्छ उत्सव खड्का भने रुकुमको तेज विक्रम बुढादाई हुनुहुन्छ। रुकुमको कोच गरिराख्नु भएको छ तेज विक्रम बुढादाई भने टिपटपको कोच उत्सव खड्का हुनुहुन्छ। निकै नै राम्रो सर्भिस थियो यति बेला उस्मान फरियाद अली। निकै नै राम्रो सर्भिस हुनुहुन्छ उस्मान। अङ्क रहेको छ 9-7 टिपटप 9 रुकुम 7। सर्भिसमा फेरि पनि उस्मानको जम्प सर्भिस रहनेछ तर बल जालीमा, सर्भिस जालीमा। यति बेला 8-9 अङ्क। सबैजनाले लाइभलाई सेयर गरिदिनु होला आफ्नो साथीहरूसँग। अड्नानको सर्भिस रिसिभ राम्रो हुन सकेन। मनिषको यो पास ज्यानको लागि निकै नै राम्रो ब्लकआउट गराउँदै ज्यान मुराद पाकिस्तानी भलिबल खेलाडी। टिपटपला अङ्क 10-8। अफाफ निकै नै राम्रो ब्लकआउट यति बेला अफाफको राम्रो ब्लकआउट सहित अङ्क। सर्भिसमा 9-10 है, 9-10 रुकुम 9 टिपटप 10। सर्भिसमा अफाफ, ज्यानको स्पाइक थियो ब्लकआउट हुँदै अङ्क टिपटपलाई 11-9।
11-9 खुट्टा गलिसक्यो उभिँदा उभिँदा 11-9 सिट पाउनु भयो तपाईँले नि ठिकै छ सबैजनालाई जानकारी गराउन चाहन्छु यति बेला अङ्क टिपटपलाई 11-9 टिपटप 11 रुकुम 9 भजन दाईको रिसिभ हिमालको प्रहार थियो सिरन खड्का भने उत्कृष्ट ब्लक गर्दै सिरन खड्का टिम क्याप्टेन 12-9 यति बेला 3 अङ्कको लिड तीन अङ्कको लिड यति बेला रुकुमले पहिलो टाइम आउट लिएको छ यतातिर भने टिपटप हेल्प नेपालको टिम हुनुहुन्छ भने यस साइडमा हुनुहुन्छ रुकुमको टोली पहिलो सेट चलिरहेको छ पहिलो सेटमा अङ्क टिपटप हेल्प नेपालले अग्रतामा छ अहिले टिपटप हेल्प नेपाल अग्रतामा छ 12-9 3 अङ्कको लिड रुकुम पश्चिम भने सजिलै छोड्ने छैन सर्भिसमा कासिफ हिमालको प्रहार यति बेला उत्कृष्ट प्रहार हिमाल सिमारी मगर उत्कृष्ट प्रहार अङ्क दिलाउँदै रुकुमलाई रुकुमको अङ्क यति बेला 10 रहेको छ भने टिपटपको अङ्क 10-12 2 अङ्कको लिड निकै नै राम्रो प्रहार तर बल भने आउट प्रहार आउट भएको छ यति बेला अङ्क जान्छ रुकुमलाई 11-12 को अङ्क सर्भिसमा हिमाल रिसिभ राम्रो हुन सकेन जीवनको प्रहारलाई ब्लक गर्दै 12 बराबर अङ्क बराबरी गर्न सफल रुकुम र यति बेला टाइम आउट लिएको छ टिपटप हेल्प नेपालले दुईटा ग्राउन्ड देखिने गरे नम्बर टिपटप 13 रुकुम 12 टिपटपको अङ्क 13 रहेको छ भने रुकुमको 13-12 पहिलो सेट चलिरहेको छ सन्तोषको रिसिभ राम्रो हुन सकेन रजन दाईको राम्रो रिकभर अफाफको रिसिभ चान्स बल टिपटपलाई र उस्मान राम्रो टच आउट गराउँदै फेरि पनि अङ्क टिपटपलाई टिपटप 14-12 रुकुम 14-12
13-15 है 13-15 चिरन खड्का निकै नै उत्कृष्ट प्रहार गर्दै चिरन खड्का 16-13 टिपटप हेल्थ नेपाल 16 रहेको छ भने रुकुम 13 रुकुम 14 टिपटप हेल्थ नेपाल 16 एकदमै उत्कृष्ट स्पाइक टिपटप हेल्थ नेपाल 17 रुकुम 14 17-14 एकदमै राम्रो रिकभर फेरि पनि एकदमै राम्रो स्पाइक रुकुमबाट रुकुम 15 टिपटप हेल्थ नेपाल 17 15-17 15-17 है नेटवर्क हुन पुगेको छैन 18-15 है टिपटप हेल्थ नेपाल 18 यता 15 18-15 साथीहरू सबैजनाले फलो गर्नु होला लाइभलाई सेयर गरिराख्नु होला आफ्नो साथीहरूलाई 8K सेयर पुर्याइदिनु होला यति बेला सर्भिसमा अड्नानको सर्भिस मनिषको प्रहार आउट यति बेला म चाहिँ एकछिन रेस्ट गरेको थिएँ मेरो खुट्टा गलेर अनि घाँटी पनि दुख्यो अनि त्यही भएर एकछिन रेस्ट गरेको थिएँ एकजना भाइले समाइदिनु भएको थियो फोन र म अहिले फेरि आइसकेको छु कमेन्ट्रीमा यति बेला अड्नानको सर्भिस अङ्क रहेको छ 17-18 र निकै नै लाइन्सम्यानद्वारा बल आउटको सङ्ख्या इसारा थियो तर रेफ्री विकास गुरुङले भने राइट दिनुभएको छ अङ्क 18 बराबर पहिलो सेटमा यति बेला कासिफको पास ज्यानको लागि ज्यानको राम्रो प्रहार यति बेला र अङ्क थप्न सफल टिपटप हेल्थ नेपाललाई अङ्क यति बेला 19-18 टिपटप हेल्थ नेपाल 19 रहेको छ भने रुकुम 19-18 सर्भिसमा मनिष मानन्दर निकै नै गोली प्रहार गरिरहेका छन् आज मनिष मानन्दरले सर्भिसमा पनि मनिषको सर्भिस बाहिरिएको छ यति बेला रुकुमलाई फाइदा जानेछ रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर कर्णाली प्रदेश यति बेला अङ्क 19 बराबर सर्भिसमा अफाफ खानको सर्भिस कस्तो रहनेछ यो भने दर्शकहरू बीच खुल्दुली रहनेछ अफाफको सर्भिस राम्रो डिफेन्स चिरन खड्का छाड्ने छैनन् उत्कृष्ट प्रहार अङ्क 20-19 पहिलो सेटको खेल चलिरहेको छ 20-19 राजन दाईको रिसिभ सन्तोष राम्रो प्रहार गर्दै सन्तोष बिके उत्कृष्ट प्रहार यति बेला अङ्क थप्दै रुकुम पश्चिम भलिबल 20 बराबर हैन
20 बराबर है अङ्क 20 बराबर रबिन थ्याङ्क यू फर द हट यदि तपाईँहरूलाई हिमाल सर्भिसमा रुकुमबाट हिमालको सर्भिस कासिफ राम्रो प्रहार यति बेला चान्स बल रुकुमको लागि फहदको प्रहार 21-20 रुकुमले यति बेला अग्रता लिएको छ 21-20 टाइम आउट बाई टिपटप हेल्प नेपाल टिपटप हेल्प नेपालले टाइम आउट लिनुभएको छ 21-20 है न्यू डायमन्डको खेलाडीहरू पनि त हुनुहुन्छ सेकेन्डमा है एकदमै धेरैजना सपोर्टरहरू हुनुहुन्छ हेर्न सक्नुहुन्छ ल है धेरैजना सपोर्टरहरू हुनुहुन्छ यतातिर पनि धेरैजना 20,000 जनाले हेरिराख्नु भएको छ सबैजनाले लाइभ सेयर गरिदिनु होला 21 है साथीहरू सपोर्टरहरू देख्न सक्नुहुन्छ 22-20 अङ्क 22-20 है यता सेलिब्रेसन हेर्न सक्नुहुन्छ यी सर्भिसमा हिमालको सर्भिस बल फेरि बाहिरिएको छ र यति बेला भने टच आउटको सङ्केत विकास गुरुङले भने टच आउटको सङ्केत रेफ्रीज्यूबाट टच आउटको सङ्केत यति बेला अङ्क टिपटप हेल्प नेपाललाई 21-22 21-22 यति बेला बल डिफेन्स हुन सकेन अङ्क जान्छ टिपटप हेल्प नेपाललाई 22 बराबर निकै नै प्रतिस्पर्धात्मक सेट यो पहिलो सेट रहेको छ सबैजनाले लाइभलाई सेयर गरिदिनु होला फलो गर्नु होला जति पनि साथी भलिबल लभरहरू हुनुहुन्छ आफ्नो आफ्नो टिमलाई सपोर्ट गरिराख्नु होला यति बेला टाइम आउट लिएको छ रुकुम पश्चिम 22 बराबर पहिलो सेटको खेल चलिरहेको छ फाइनल खेल हो जुन टिमले जित्नेछ उही टिम 10 लाखको उपाधि जित्नेछ हेरौँ कुन टिमले जित हासिल गर्नेछ टिपटप हेल्प नेपाल पनि एकदमै बलियो टिम हो र साबिक विजेता टिम पनि हो डिफेन्डिङ च्याम्पियन रहेको छ टिपटप हेल्प नेपाल यति बेला सर्भिसमा जेहान मुराद सर्भिस जेहानको सर्भिस सन्तोष विके उत्कृष्ट प्रहार 23-22 सन्तोष विके उत्कृष्ट प्रहार गर्दै रुकुमलाई अङ्क 23-22 सिरन खड्का यति बेला उत्कृष्ट प्रहार टिम क्याप्टेन 23 बराबर यति बेला अजय सुनार भाइ कोर्ट प्रवेश गर्नुभएको छ
ओ माई गॉड, देख्न सक्नुहुन्छ सन्तोष विकेको सर्भिसमा सन्तोष विकेको प्रहार काँधमा लाग्दै बाहिरिन पुगेको थियो। 24-23 यति बेला उस्मानको पावरफुल स्पाइकको साथ अङ्क थप्न सफल। भन्दा नि माथिबाट हान्नु रहेछ। टिपटप टल्किँदो रहेछ क्या, मिलेन, टल्कियो के। 24 बराबर यति बेला सुभाष कुँवर र अस्मिता, थ्याङ्क यू फर द डोनट, थ्याङ्क यू अस्मिता। कोर्ट प्रवेश गर्नुभएको छ विष्णु छेत्री र सुभाष कुँवर। टिपटप नेपालले खेलाडी चेन्ज गर्नुभएको छ। 24 बराबर पहिलो सेट। ओहो, कसले पो जित्ला त पहिलो सेट। राजन दाईको रिसिभ राम्रो हुन सकेन। अडनानको पास, अफाबको प्रहार जालीमा। अफाबको प्रहार भने जालीमा। अफाबको प्रहार जालीमा। अङ्क टिपटपको अङ्क 25 रहेको छ भने रुकुमको 25-24। निकै नै राम्रो प्रहार थियो। चान्स बल यति बेला उस्मानको प्रहार अडनानको पास। निकै नै राम्रो प्रहार। अफाब खानको प्रहार सहित 25 बराबर पहिलो सेटमा। 25 बराबर पहिलो सेटमा 25 बराबर भएको छ। ओहो, निकै नै डरलाग्दो स्थिति सिर्जना भएको छ यति बेला। कसले पो जित्ला त पहिलो सेट। सर्भिसमा पुष्कर धामी, सुदूरपश्चिमका होनहार भलिबल खेलाडी पुष्कर धामी सर्भिसमा हुनुहुन्छ यति बेला। ज्यान नेट टचको सङ्केत, अडनान खानको नेट टच भएको सङ्केत। यति बेला टिपटप हेल्प नेपाललाई अङ्क 26-25 पहिलो सेटमा। 26-25 है त, 26-25। उत्कृष्ट प्रहार गर्दै यति बेला 26 बराबर पहिलो सेटमा। 26 बराबर रुकुम 26 रहेको छ भने टिपटप 26 बराबर। 26 बराबर। कासिबको पास जेहानको लागि। जेहानको प्रहार निकै नै उत्कृष्ट थियो। ब्लक भएको थियो तर बल भने जालीमा लाग्दै बाहिरिएको छ। 27-26 पहिलो सेटमा नै 27-26। निकै नै कम्पिटिसन, निकै नै भाइटल। सायद यतिको भाइटल गेम हामीले नेपाली भलिबलमा कमै मात्रामा देख्न पाउने गर्छौँ। रिसिभ फहद राजा, उत्कृष्ट प्रहार। यति बेला फहद राजाले भने निकै नै उत्कृष्ट प्रहार गर्नुभएको छ। अङ्क रुकुमलाई 27 बराबर। 27 बराबर। ओभरल्यापको सङ्केत रेफ्रीज्यूबाट ओभरल्यापको सङ्केत। यति बेला अङ्क थप्न सफल रुकुम 28-27 पहिलो सेटमा अग्रता।
रुकुम पश्चिमले जित्न सफल प्रकाश थ्याङ्क यू सो मच पहिलो सेट भने रुकुम पश्चिमले जितेको छ 29 का विरुद्ध 27 ले पहिलो सेट रुकुम पश्चिम जित्न सफल अस्ति भएको लिग चरणको खेलमा भने 3-0 को सोझो सेटमा हार बेहोरेको थियो रुकुम पश्चिमले टिप टप हेल्प नेपाल भने एक सेटले पछाडि परेको छ दर्शकहरूको एकदमै धेरै उठिन्छ सबैजना लाइभ सेयर गरिदिनु होला 10K लाइभ सेयर गरिदिनु होला जेहान गुरुङ थ्याङ्क यू जेहान गुरुङ ब्रदर डिजी थ्याङ्क यू सुजन थ्याङ्क यू एकदमै बवाल खेल चलिरहेको छ यति बेला ओहो ढुक बनाउने खेल है साथीहरू ओ माई गड व्हाट अ गेम निकै नै डरलाग्दो खेल है खेल चाहिँ कम्पिटिसन हुनु पर्यो प्लेयरहरूले राम्रो पर्फर्मेन्स गर्नु पर्यो बाबा साथीहरू म एकछिन रेस्ट गर्छु पहिलो सेट रुकुमले जितेको छ हो थ्याङ्क यू फर द मर्निङ गन थ्याङ्क यू यार ब्रोदर नामै हेर्न भ्याएन यार ब्रोदर सरी है नामै देखेन थ्याङ्क यू फर द मर्निङ गन यार ब्रोदर माया छ है थ्याङ्क यू टी स्टार थ्याङ्क यू जनवरी खुसी थ्याङ्क यू कमल थ्याङ्क यू बिटिडी हुनुहुन्छ हामीसँग दिपक छेत्री हुनुहुन्छ भुवन हुनुहुन्छ प्रशान्त हुनुहुन्छ 23,000 ल अब फेरि गेम सुरु हुन लागिसकेको छ पहिलो सेट रुकुमले स्ट्यान्ड छ कि हेर्नु न खोजेर स्ट्यान्ड के विवेक दाइ सोध्नु त रुकुमको फ्यानहरू धेरै छन् थ्याङ्क यू है सबैजनालाई माया छ लाइभ सेयर चाहिँ गरिराखौँ निश्चल थ्याङ्क यू फर द फिङ्गर हट एकदमै धेरै हिटिङ आउने गर्छन् रुकुमको एकदमै कम हिटिङ आउने गर्छन् भने रुकुमको धेरै नै हिटिङ आउने गर्छन् रुकुमले एक भएको छ भने टिपटप हेल्ने 5-0 अङ्क 3-0 है
हेल्प नेपाल 1 रुकुम 3 2-3 है 2-3 बल आउट 4-2 टिपटप 2 रहेको छ भने यता रुकुम 4-2 रुकुम 5 टिपटप हेल्प नेपाल 2 एकदमै लामो र्याली भएको छ यहाँ म एकछिनको लागि रेस्टमा गएको थिएँ ल यति बेला अङ्क टिपटप हेल्प नेपालले निकै नै लामो र्यालीमा अङ्क दिलाउन सफल 3-5 टिपटप हेल्प नेपाल 3 रहेको छ भने रुकुम 5 3-5 है दोस्रो सेटको खेल चलिरहेको छ पहिलो सेट रुकुम पश्चिमले जितेको थियो फहद राजा उत्कृष्ट निकै नै पावरफुल स्पाइक यति बेला अङ्क रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरलाई अङ्क 6-3 रुकुमको अङ्क 6 रहेको छ भने टिपटप हेल्प नेपाल 6-3 प्रहार भने यति बेला आउट भएको छ उस्मान फरियाद अली थिए यति बेला अङ्क 7-4 रुकुम पश्चिमलाई अङ्क 7 रहेको छ भने टी स्टार मगर थ्याङ्क यू फर द रोज मिस्टर खत्री थ्याङ्क यू फर द रोज सपोर्ट गरिदिनु भयो धेरै धेरै धन्यवाद रुकुमको अङ्क 7 रहेको छ भने टिपटपको 3-7-3 है पहिलो सेट रुकुमले जितेको छ चान्स बल यति बेला रुकुमलाई अपाब खान टाइम आउट लिएको छ यति बेला रुकुमले जित्यो भने म गिफ्ट फाल्छु भन्दै हुनुहुन्थ्यो एकजना दाइले कता जानुभयो दाइ पहिलो सेट जित्दाखेरि अलिअलि हान्नु पर्यो है त र पहिलो सेट रुकुमले जितेको थियो भने दोस्रो सेटको खेल चलिरहेको छ 8-3 है 8-3 रुकुम 8 टिपटप 3 8-3 फर्स्ट टाइम आउट बाई टिपटप हेल्प नेपाल आज दर्शकहरूको एकदमै ठुलो साथ सपोर्ट मिलिरहेको छ रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरलाई रुकुम पहिलो पटक फाइनल प्रवेश गरेको यति ठुलो भलिबल प्रतियोगितामा रुकुम पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको तपाईहरुलाई यो जानकारी होला नै सायद तपाईँहरुलाई जानकारी होला नै
यो एनबिएमा पहिलो पटक सायद यति ठुलो एनबिए कपमा पहिलो पटक फाइनल पुगेको रुकुम निकै नै राम्रो प्रदर्शन गरेको छ। टिपटप हेल्थ नेपाल भन्ने डिफेन्डिङ च्याम्पियन हो। फेरि पनि अङ्क रुकुम पश्चिमलाई र यति बेला खुट्टा कटेको थियो रेफ्रीको अनुसार सायद खुट्टा कटेको हुनुपर्छ। अङ्क रुकुमलाई नै। सर्भिसमा हिमाल जर्सी नम्बर 1 हिमाल सुनारी हुनुहुन्छ सर्भिसमा। हिमालको सर्भिस राम्रो प्रहार यति बेला क्याप्टेन चिरण खड्का 4-9। है अङ्क। सबैजनाले ट्याप ट्याप लाइभ सेयर र फलो गरिदिनु होला। जतिजनाले पनि फलो गर्नुभएको छैन आफ्नो साथीहरूलाई बोलाउनु होला लाइभ हेर्नको लागि। सर्भिस बाहिरिएको छ यति बेला जेहानको सर्भिस बाहिरिएसँगै रुकुमलाई अङ्क। रुकुम 10 रहेको छ भने टिपटप 4 10-4। चिरणको प्रहार राजन दर्लामीले बचाउन सकेनन्। अङ्क यति बेला टिपटप हेल्थ नेपाललाई। उत्कृष्ट प्रहार चिरण खड्का टिम क्याप्टेन उत्कृष्ट प्रहार गर्दै यति बेला अङ्क थप्न सफल टिपटप हेल्थ नेपाल 5-10। लाइभ थोरै हल्लिएकोमा माफी चाहन्छु साथीहरू। मलाई थोरै अनकम्फर्टेबल भइरहेको छ यति बेला। अलिकति खुट्टाहरू पनि दुखिरहेछ उभिनलाई, त्यही भएर अलिकति गाह्रो भइरहेछ है त। थोरै हल्लियो भने माइन्ड नगर्नु होला, नरिसाउनु होला है। म एक्लै छु अनि खुट्टा दुखिरहेछ कि अनि बोल्दाखेरि हल्का हल्लिरहेछ। ट्राइपोड ल्याउँछु भनेको भएन कि ट्राइपोड नै मिलेन पाएन। सन्तोषको सर्भिस मनिषको स्पाइक राम्रो डिफेन्स। यति बेला बल कट्न सकेन। राजन दर्लामी दाईले भने मिस गर्नुभयो। अङ्क यति बेला टिपटपलाई टिपटप हेल्थ नेपाल अङ्क। छ 11 को अङ्क। राम्रो प्रहार थियो। टिपटपलाई चान्स। उस्मानको स्पाइक राम्रो स्पाइक। राम्रो स्पाइक रहेको थियो यति बेला। जेहान सायद जेहान हुनुहुन्थ्यो, सरी जेहानको स्पाइक सहित अङ्क। जीवनको सर्भिस सन्तोषको रिसिभ राम्रो प्रहार उति नै राम्रो डिफेन्स सन्तोष राई। यति बेला अङ्क टिपटपलाई 8-11 8-11। हर्ट थ्याङ्क यू फर द हर्ट। मनु थ्याङ्क यू, मिस्टर राणा थ्याङ्क यू सबैजनालाई। सबैजनाले यति बेला रुकुम पश्चिमले टाइम आउट लिनुभएको छ। पहिलो सेट रुकुम पश्चिमले जित्नुभएको थियो 27 का विरुद्ध 29 मा। यो भने दोस्रो सेट चलिरहेको छ। दोस्रो सेटमा टिपटप हेल्थ नेपालको अङ्क 8 रहेको छ भने रुकुमको 11 8-11। अफाफ खान उत्कृष्ट प्रहार। टी स्टार मगर थ्याङ्क यू यार टी स्टार मगर। धेरै धेरै माया टी स्टार मगरलाई। र यति बेला अङ्क थप्न सफल रुकुम पश्चिमको अङ्क यति बेला 12 रहेको छ भने हेल्थ नेपाल 8 12-8। ओहो मनिष मानन्दर उत्कृष्ट प्रहार। टिपटप हेल्थ नेपाल मनिष मानन्दर उत्कृष्ट प्रहार गर्दै
सर्भिसमा उस्मान राजन दाईको रिसिभ अफाब खान उत्कृष्ट प्रहार अफाब खानको यो प्रहारसँगै अङ्क थप्न सफल रुकुम निरज थ्याङ्क यू मन्नु थ्याङ्क यू मनु राज भुजेल थ्याङ्क यू र यति बेला सर्भिस रहेको छ रुकुमको मनिष मानन्दको प्रहार उत्कृष्ट थियो तर बल भने आउट भएको छ यो गिफ्टले गर्दा अलिकति देखिएन है साथीहरू क्यामेरा घुमाइदिए ल गिफ्टले अलिकति उ भयो क्या उल्टो भयो ए नहुँदो रहेछ यार नहुँदो रहेछ यसरी नै ठिक हुँदो रहेछ सर्भिस भने आउट यति बेला रुकुमबाट अङ्क टिपटपलाई 10-14 4 अङ्कको लिड मात्र 4 अङ्कको लिड रहेको छ अब रुकुमसँग सर्भिसमा मनिष फहद राम्रो डिफेन्स ज्यान राम्रो स्पाइक अफाब खानको राम्रो प्रहार अफाफ निकै नै पावरफुल स्पाइकहरू भइरहेको छ यति बेला अफाफबाट 15-10 5 अङ्कको लिड अफाफ खानको सर्भिस भने जालीमा अङ्क टिपटपले अङ्क थप्न सफल 11-15 11-15 सर्भिसमा कासिफ सन्तोष बिके उत्कृष्ट प्रहार सन्तोष बिकेले भने यति बेला उत्कृष्ट प्रहार गर्नुभएको छ अङ्क यति बेला रुकुमलाई नै 16-11 16-11 यति बेला रिबल भएको छ माथिदेखि बल खसेको छ माथि बल अड्किएको थियो त्यो बल खस्न पुगेको छ बल रिबल भएको छ सायद माथि बल अड्किएको थियो चराहरू धेरै उडिरहेको कारणले गर्दा चराले झारेको हुनसक्छ बल अङ्क रि भएको छ 11-16 16-11 टिपटप सर्भिसमा हिमाल चिरण प्रहार यति बेला उत्कृष्ट थियो चिरण खड्का भने आज छाड्ने छैनन् निकै नै उत्कृष्ट खेल प्रदर्शन गरिराख्नु भएको छ टिम क्याप्टेन चिरण खड्काले चिरण खड्काको यो उत्कृष्ट प्रहार सहित अङ्क थप्न सफल टिपटप हेल्प नेपाल अङ्क रहेको छ 12-16 फहद राजाको प्रहार थियो राम्रो डिफेन्स फेरि पनि फहद राजा 17-12 17-12 समाचारमा नाच्दै हुनुहुन्छ जीवनको प्रहार राम्रो प्रहार थियो यति बेला चान्स बल टिपटपलाई चिरणको प्रहार फेरि ब्लक राइट भएको छ अङ्क रुकुमलाई अङ्क थप्न सफल रुकुम यति बेला भने उस्मानको राम्रो प्रहार यति बेला टिपटप हेल्प नेपाललाई अङ्क
टिपटप हेल्प नेपालको अङ्क 13 रहेको छ भने रुकुम पश्चिम 18। पहिलो सेट भने रुकुम पश्चिमले जितेको थियो। यो दोस्रो सेट चलिरहेको छ। उस्मान फरियाद अली छान्ने छैन यति बेला। सर्भिसमा छन् चिरण खड्का। राम्रो प्रहार सन्तोष। सन्तोष विकेको राम्रो प्रहार थियो यो। जीवन सुनार उठाउन चाहन्थे तर बल भने उठेन। कमेन्ट्री अलिक मलाई राम्रोसँग गर्न आउँदैन, साथीहरू चित्त बुझाउनु होला है। यस्तैमा मनिष मानन्दर थियो यति बेला। राम्रो प्रहार। मैले त्यति धेरै कमेन्ट्री गर्दिनँ, त्यही भएर अलिक कमेन्ट्री त्यति राम्रोसँग आउँदैन। यसमै चित्त बुझाउनु होला है त। जस्तो जानेछु त्यस्तै गरिदिरहेको छु है। र यति बेला सर्भिसमा हुनुहुन्छ जीवन सुनार। जीवन सुनार सर्भिस टिपटप हेल्प नेपाल। सन्तोषको डिफेन्स। अड्नानको पास अफाफलाई। अफाफको स्पाइक बाहिरिएको छ। अफाफको स्पाइक बाहिरिएको छ र अफाफको स्पाइक भने 15-19। सबैजनालाई स्वागत छ मेरो यो लाइभमा। जतिजनाले पनि हेरिराख्नु भएको छ सबैलाई धेरै धेरै धन्यवाद। सबैजनाले आफ्नो साथीहरू लाइभ सेयर गर्नु होला। 12,000 लाइभ सेयर गरिदिनु होला र सबैले ट्याप ट्याप गरिदिनु होला। निकै नै राम्रो प्रहार उस्मान यति बेला। अङ्क दिलाउँदै आफ्नो टिमलाई। अङ्क रहेको छ 16-20। टिपटप 16 रुकुम 20। पहिलो सेट रुकुमले जितेको थियो। यो दोस्रो सेट चलिरहेको छ। भलिबललाई माया गरौँ। अफाफको प्रहार थियो बाहिरिएको छ। अफाफको प्रहार भने यति बेला बाहिरिएको छ। अङ्क रहेको छ 17-20। 17-20। अफाफ प्रहार 21-17। एक्काइस 17 भइरहेको छ यति बेला। सबैजनाले लाइभ सेयर गरिदिनु होला। हो उस्मान फरियाद अली यो नाम हो पाकिस्तानी भलिबल खेलाडी। उत्कृष्ट प्रहार आउटसाइड हिट गर्दै निकै नै उत्कृष्ट अङ्क यति बेला टिपटपको लागि। 18-21 3 अङ्कको लिड सजै पनि। रुकुम भलिबलसँग 3 अङ्कको लिड रहेको छ। सर्भिसमा मनिष मानन्दर। सन्तोषको रिसिभ राम्रो हुन सकेन। यति बेला अङ्क थप्न सफल टिपटप। 19-21 यति बेला भने टिपटपले अङ्क दूरी घटाइसकेको छ। 5 अङ्कको लिडलाई घटाएर 2 अङ्ककोमा लिडमा झारिसकेको छ टिपटप हेल्प नेपाल। यति बेला टाइम आउट लिएको छ रुकुमले। रुकुमको टाइम आउट रहेको छ। देख्न सक्नुहुन्छ यति बेला टिपटप हेल्प नेपाल भने केही खुसी देखिनुहुन्छ अहिले खेलाडी साथीहरू। टिपटप हेल्प नेपालको निकै पछाडि थियो तर बल भने भेटाइसकेको छ। अङ्क बराबरी गर्ने दाउमा छ टिपटप हेल्प नेपाल भने। रुकुम पश्चिम भने अङ्क बराबरी गर्न दिने छैन त्यो सोच राखिरहेको छ। हेरौँ अब दुवै टिमको रणनीति कस्तो हुनेछ। अङ्क यति बेला सर्भिसमा फेरि पनि मनिष मानन्दर। मनिषको सर्भिस बाहिरिएको छ यति बेला। टाइम आउट पछाडि सर्भिस बाहिरिएको छ मनिष मानन्दरको। अङ्क रुकुमलाई 22-19 3 अङ्कको लिड।
सर्भिसमा अफाफ खान राम्रो प्रहार जेहान मुराद उत्कृष्ट प्रहार टिपटप हेल्प नेपाल अङ्क 20-22 20-22 बहुत राजा उत्कृष्ट स्पाइक बहुत राजाले भने यति बेला उत्कृष्ट स्पाइक गर्न सफल रुकुमलाई अङ्क 23-20 रुकुम 23 पहिलो सेट पनि जितेको थियो रुकुमले 23-20 यति बेला टाइम आउट लिएको छ टिपटप हेल्थ नेपालले रुकुमको भलिबल खेलाडीहरू हुनुहुन्छ त सबैजनाले एक सेयर गरिदिनु होला 12,000 सेयर कटाइदिनु होला सबैजनाले आफ्नो आफ्नो साथीहरूलाई बोलाउनु होला सेयर गरेर फलो गर्नुभएको छैन भने फलो गर्नु होला म लाइभ पुरै लाइभ दिने प्रयास गरिराख्नेछु उभिँदा खुट्टा गलिसक्यो हात गलिसक्यो लाइभ अलिअलि हल्लिरहेको होला यसमा चाहिँ माइन्ड नगर्नु होला लाइभ यदि क्लियर आएको छैन ब्लर आएको छ भने एकचोटि ब्याक गएर फेरि आउनु है रिफ्रेस गरेर लाइभ राम्रो आउँछ है त सर्भिसमा हिमालको सर्भिस जेहानको रिसिभ जेहानको प्रहार चान्स बल रुकुमलाई सर्भिसमा फेरि हिमाल सर्भिसमा हिमाल 24-20 रुकुम 24 टिपटप 20 ओहो चिरण खड्का उत्कृष्ट प्रहार क्याप्टेन आज भने छान्ने छैनन् चिरण खड्का निकै नै राम्रो खेल प्रदर्शन गरिराख्नु भएको छ चिरण खड्काले भने 21-24 टिपटप 21 यति बेला खेलाडी परिवर्तन पुष्कर सिंह धामीको ठाउँमा अजय सुनार मैदान प्रवेश गर्नुभएको छ सर्भिसमा हुनुहुन्छ जेहान मुराद सन्तोष विके अन फायर उत्कृष्ट प्रहार सन्तोष विके 2 सेट लगातार जित्न सफल रुकुमपछि जित्न सफल रुकुम पश्चिम भलिबल रुकुम पश्चिमले भने 2 सेट लगातार जित्न सफल भएको छ यति बेला सबैजना बस्दिनु है थ्याङ्क यू फर द मर्निङ गन यार थ्याङ्क यू फर द मर्निङ गन टी स्टार मगर थ्याङ्क यू ब्रदर निकै नै राम्रो खेल प्रदर्शन गरिराख्नु भएको छ रुकुम पश्चिमले लगातार 2 सेट जित्न सफल रुकुम पश्चिम भलिबल सब प्लेयरहरूलाई सानी भएर कमेन्ट गर्नु प्लेयरहरूलाई मात्र देखाइदिनु अरू नदेखाउनु है यता चाहिँ रुकुमको प्लेयर हुन्छ यता चाहिँ देखेकै छैन है
देवनजी धन्यवाद है सचिनलाई पनि धेरै धेरै धन्यवाद रोज होइन अरू हान्नु पर्यो जान गुरुङलाई पनि धन्यवाद छ है ल है गेम सुरु भयो है साथीहरू है खेल सुरु भएको छ सबैले लाइभ सेयर गरौँ है रुकुमले 2 सेट जितेको छ भने टिपटप 0 यो सेट जिते रुकुमले फाइनल जित्ने छ है ल है सबैजना गिफ्ट गर्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद अब चाहिँ खेल सुरु हुन गइरहेको छ रुकुम पश्चिमले है सर्भिस हन्नन खान छन् सर्भिसमा प्रकाशजी धन्यवाद है हजुरलाई नम्बर लिएर आउनु सफल टिपटप ल यी सबैजनाले लाइभ सेयर गरौँ है ट्याप 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 पनि गरिराखौँ हिमाल सुनारीको निकै उत्कृष्ट स्काई सर्भिसमा 16 नम्बर अहब खान आउट है सर्भिस आउट नम्बर रहेको छ 2-1 टिपटप 2 छ भने रुकुम पश्चिम 1 रमेश साथीहरू के यो सेटमा जित्ला त रुकुमले है मौका छ है मौका राजन दर्लामीको निकै उत्कृष्ट डिफेन्स नम्बर रुकुमलाई है 2 बराबर भएको छ है साथीहरू 2 बराबर राजन दर्लामीको निकै उत्कृष्ट डिफेन्स थियो है योपालि चाहिँ सर्भिसमा हिमाल सुनारीको नाइस सर्भिस उस्मानको उत्कृष्ट वाइड है थ्याङ्क यू झुवा ज्यू थ्याङ्क यू फर रोज सबैले माया गरिदिनु होला सबैले ट्याप ट्याप गरेर लाइभ सेयर गरिदिनु होला ट्याप ट्याप पनि गरिदिनु होला एकदम उत्कृष्ट कमेन्ट्री मान्छे चाहिँ अहिले टोयलेट जानुभयो है ब्रेकमा पानी खान जानुभयो है घाँटी दुखेर ओहो निकै उत्कृष्ट स्पाइक है हात पनि दुख्यो अरे उहाँलाई अनि त्यही भएर टोयलेट रेस्ट गर्न जानुभयो है ठिक छ लाइभ कस्तो छ होला अब कमेन्ट गर्न त मिल्दैन नम्बर 4 भन्दै हेर्छु म 4-3 भयो है नम्बर रुकुमको 3 छ भने उसको 4 फेरि पनि आउट न यसको फाइदा टिपटपलाई 5-3 भयो है साथीहरू नम्बर कता जानुभयो हाम्रो लाइभ गर्ने मान्छे
है पानी बोकेर आउँदै हुनुहुन्छ है लाइभ गर्ने दुःख गर्ने मान्छे उहाँहरूको पर्दा पछाडिको हिरो पर्दा पछाडिको हिरोलाई हेर्नुहोस् है यहाँ पर्दा पछाडिको हिरोलाई लाउनु कमेन्ट्री भएन क्या हो क्या मैले गरेको केही भएन यस्तै हो क्या टिपटप 5 रुकुम 4 है जुन थ्याङ्क यू फर द रोज यति बेला अङ्क 5 बराबर रुकुम 5 टिपटप 5 म चाहिँ अहिले बाहिरतिर गएको थिएँ यसो पानी सानी खाएर आएको है त अलिकति घाँटी दुख्यो क्या 5 बराबर 2 सेट रुकुमले जितेको छ तेस्रो सेट हो 5औं बराबर जेहानको पावरफुल स्पाइक मुराद उत्कृष्ट स्पाइक सहित अङ्क जोड्न सफल यति बेला अफाफ खानको प्रहार 6 बराबर अङ्क 6 बराबर बराबर सबैजनाले फलो लाइभ सेयर ट्याप गरिदिनु होला यति बेला अङ्क 6 बराबर रहेको छ पुष्कर सिंह धामीको सर्भिस ओहो मनिष मानन्दर उत्कृष्ट प्रहार मनिष मानन्दरले राम्रो प्रहार गर्दै यति बेला अङ्क टिपटप हेल्प नेपालको अङ्क 7 रहेको छ भने रुकुम पश्चिम भलिबल 2 सेट रुकुमले जितेको छ यो तेस्रो सेट चलिरहेको छ अझै पनि कमब्याक गर्ने दाउमा छ टिपटप हेल्प नेपाल अघिल्लो वर्षको पीएम कपमा पनि लगातार 2 सेट हिमाल सुनारी मगर निकै नै पावरफुल हिमाल सुनारी मगरको स्पाइक तपाईँहरूले देख्नुभयो होला बाबा कबड हल्ने गुन्जिएको छ कबड हल्ने डुडुम्म गरेको छ है त हिमाल सुनारी मगर छाएका छन् राम्रो प्रहार यति बेला उस्मानको राम्रो प्रहार थियो ब्लकलाई चिर्दै ब्लक आउट गराउन सफल उस्मान अङ्क यति बेला टिपटप हेल्प नेपालले लगेको छ कासिफको सर्भिस 8-7 अङ्क हिमालको यति बेला प्लेसिङ स्पाइक राम्रो प्लेस गर्दै हिमाल सुनारी मगर यति बेला भने आफ्नो हातको जादुमय देखाउँदै हिमाल सुनारी मगर अफाफको सर्भिस जालीमा यति बेला अङ्क थप्न सफल टिपटपको अङ्क 9 रहेको छ भने रुकुमको 8-9-8 राजन दाईको रिसिभ अड्नानको पास सन्तोष बिके उत्कृष्ट प्रहार सन्तोष बिकेले भने छाड्ने छैनन् निकै नै उत्कृष्ट प्रहार हाइट कम फाइट ज्यादा सन्तोष बिके हिमाल सुनारी मगर सर्भिसमा हिमालको सर्भिस टिपटपको लागि यति बेला मुरादको उत्कृष्ट स्पाइक
मुरादले निकै नै उत्कृष्ट प्रहार गर्दै आफ्नो टिमलाई अङ्क दिलाउन सफल 10-9 एक अङ्कको लिड गरेको छ। एक अङ्कको लिड गर्न सफल टिपटप हेल्प नेपाल 10-9। सर्भिसमा टिम क्याप्टेन चिरण खड्का। अफाफको रिसिभ सन्तोष विके निकै नै पावरफुल। सन्तोष विकेले भने आज छाएका छन्। सन्तोष विके निकै नै डरलाग्दो स्पाइक, पावरफुल स्पाइक थियो। बाबा कभर हल्ने डुडुङ्ग भएको छ है साथीहरू। निकै नै पावरफुल। यता फेरि जस्ताको तस्तै फर्काउँदै मुराद, जयन मुराद उत्कृष्ट प्रहार। यति बेला अङ्क थप्न सफल टिपटप हेल्प नेपाल 11-10। पुष्कर धामी यति बेला भने पुष्कर धामीले पनि छाड्ने छैनन्। पुष्कर धामीको स्पाइक पुष्कर धामीको यो स्पाइकमा अङ्क थप्दै रुकुम 11 बराबर। सन्तोषको सर्भिस राम्रो रिसिभ, कासिफको पास, जिहानको लागि जिहानको उत्कृष्ट प्रहार। जिहानले भने आफ्नो टिमलाई लगातार अङ्क दिलाइराख्नु भएको छ। यति बेला अङ्क थप्न सफल टिपटप हेल्प नेपाल 12-11। अफाफको राम्रो प्रहार थियो, राम्रो डिफेन्स टिपटपबाट प्लेसिङ रहेको थियो। अफाफलाई फेरि पनि चान्स छ। राम्रो प्लेसिङ गर्दै यति बेला अफाफ खान उत्कृष्ट प्लेसिङ, टेक्निकल प्रहार। यति बेला अफाफको अङ्क रुकुमलाई, रुकुम पश्चिमको अङ्क यति बेला 12 रहेको छ भने टिपटप 12 बराबर। उस्मानले कटिङ गर्न चाहन्थे दुईवटा ब्लकलाई, तर बल भने जालीमा लागेको छ। जालीमा लाग्दै आफ्नै कोर्टमा खसेको छ। यति बेला अङ्क रुकुम पश्चिमलाई, रुकुमको अङ्क 13 रहेको छ भने टिपटप हेल्प नेपालको अङ्क 13-12। निकै नै पावरफुल। यति बेला भने अघिल्लो बल मिस्टेक भएको थियो, तर यो बल भने छाड्ने छैन। उस्मान निकै नै अनुभवी खेलाडी, उत्कृष्ट प्रहार गर्दै यति बेला जादुमय प्रहारहरू गर्ने गर्छन्। उनको यो प्रहार निकै नै लोभ लाग्दो थियो। अङ्क टिपटपलाई 13 बराबर। मनिषको सर्भिस अफाफ खान उत्कृष्ट प्रहार। अफाफको विनोद मगर थ्याङ्क यू फर द रोज। यदि तपाईँहरूलाई सपोर्ट गर्नु मन छ भने, थ्याङ्क यू भन्न मन छ भने सपोर्ट गर्न सक्नुहुनेछ। फलो गरेर अथवा आफ्नो तरिकाले जसरी भए पनि सपोर्ट गरिदिनु होला। निकै नै राम्रो प्रहार र राम्रो डिफेन्स थियो। सन्तोषको बल आउट। यति बेला अङ्क भने टिपटप हेल्प नेपाललाई, टिपटप हेल्प नेपालको अङ्क यति बेला 14 रहेको छ भने रुकुमको 14 बराबर। एकछिन लाइभ बसेर दिन्छु है त म। 14 बराबर। राम्रो प्रहार फहद राजाको उत्कृष्ट प्रहार। यति बेला सर्भिसमा अफाफको जम्प सर्भिस हेर्नु है त। थ्याङ्क यू फर द क्याप रोलिन युपी, थ्याङ्क यू ब्रोदर।
ल सर्भिस हेरौँ है अफाबको सर्भिस हेरौँ है त वी वान्ट रुकुमको नारा चलिरहेको छ है वी वान्ट रुकुमको नारा चलिरहेको छ अहिले रङ्गशालाभित्र कासिफको यो पास उस्मानको लागि उस्मानको उत्कृष्ट प्रहार यति बेला निकै नै राम्रो प्रहार उस्मान निकै नै राम्रो प्रहारको साथ अङ्क थप्न सफल उस्मान टिपटप हेल्प नेपाललाई अङ्क सर्भिसमा पनि उस्मान आफै जानेछन् उस्मानको सर्भिस कस्तो रहला र सर्भिस जालीमा उस्मानको सर्भिस भने जालीमा यति बेला रुकुमको अङ्क 16 रहेको छ भने टिपटपको अङ्क रहेको छ 15 दुईवटा सेट भने रुकुमले जितिसकेको छ टिपटपले पनि एउटा पनि सेट जित्न सकेको छैन यो तेस्रो सेट चलिरहेको छ सुनारी थ्याङ्क यू फर द रोज मिस्टर लामा हिमालको सर्भिस राम्रो प्रहार यति बेला मुरादको स्पाइक 16 बराबर राजाको स्पाइक बाहिरिएको छ यति बेला अङ्क टिपटप हेल्प नेपालले अग्रता लिएको छ 17-16 17-16 सन्तोष बिके भने छाड्ने छैनन् सन्तोष बिकेको प्रहारमा अङ्क 17 बराबर सर्भिसमा फहदको सर्भिस उस्मानको प्रहार राम्रो डिफेन्स राजन दर्लामीको सन्तोषको प्लेसिङ सन्तोष राईको डिफेन्स कासिफको पास रहनेछ फेरि पनि जेहानको लागि उत्कृष्ट प्रहार जेहानको यो उत्कृष्ट प्रहारको साथ अङ्क थप्न सफल यति बेला टिपटप हेल्प नेपाल खेलाडी परिवर्तन विष्णु छेत्रीको ठाउँमा जीवन सुनार मैदान प्रवेश गर्नुभएको छ नरबहादुर सुनार जीवन सर्भिसमा जीवन सन्तोषको प्रहार भने यति बेला जालीमा 19-17 दुई अङ्कको लिड टिपटप हेल्प नेपाल यति बेला टाइम आउट लिएको छ रुकुम पश्चिम भलिबलले टाइम आउट लिएको छ 2 सेट रुकुमले जितेको थियो यो तेस्रो सेट चलिरहेको छ तेस्रो सेटमा भने रुकुमको अङ्क 17 रहेको छ भने टिपटपको अङ्क 19 राम्रो रिकभर जेहानको राम्रो प्रहार पुष्कर धामीको स्पाइकमा अङ्क राम्रो प्रहार यति बेला जेहानको उत्कृष्ट प्रहार अङ्क टिपटपको अङ्क 20-18 है 20-18 हात पनि गलिसक्यो या
प्रहार अङ्क थप्न सफल यति बेला रुकुम। विवासाले मगरको इन्ट्री। विवासाले मगरको इन्ट्री भएको छ। नेपालको अङ्क 21 रहेको छ भने रुकुमको 19। 21-19 21-19। हिमाल सुनारी मगर उत्कृष्ट स्पाइक। हिमाल सुनारीले फेरि आफ्नो क्विकको जादु देखाउनु भएको छ। कभर हाल्ने डुडुङ्ग भएको छ यति बेला अङ्क थप्न सफल। अडनानको सर्भिस राम्रो ब्लक हिमाल सुनारी। हिमाल सुनारी र फहद राजाको जोडी थियो। हिमाल सुनारीको हातमा लाग्दै निकै नै उत्कृष्ट ब्लक यति बेला अडनान सर्भिसमा अङ्क 21 बराबर। निकै नै राम्रो पावरफुल उस्मान फरियाद अली उत्कृष्ट स्पाइक। 22-21 भएको छ अङ्क सर्भिसमा कासिफ। कासिफको सर्भिस निकै नै राम्रो डिफेन्स। कासिफको पास जेहानको लागि उत्कृष्ट प्रहार। जेहान उत्कृष्ट प्रहार। निकै नै चलाकीपूर्ण सेटिङ थियो यो। 23-21 टिपटप हेल्प नेपालको अङ्क 23 रहेको छ भने रुकुम भलिबल 21। 23-21 23-21 हिमाल सुनारी मगर उत्कृष्ट स्पाइक यति बेला फेरि पनि हिमाल। राम्रो जेहान उत्कृष्ट स्पाइक आउटसाइड हिट गर्दै जेहान अङ्क थप्न सफल। टिपटप हेल्प नेपाल अन्तिम अङ्क टिपटपको 24 रहेको छ भने रुकुमको 22। 2 सेट रुकुमले जितेको छ। पहिलो सेट जित्ने तर्खरमा छ टिपटप हेल्प नेपाल। सन्तोष बिके आज भने छाड्ने छैनन्। उत्कृष्ट प्रहार सन्तोष बिके। सन्तोष बिकेले निकै नै डरलाग्दो स्पाइकहरू गरिराख्नु भएको छ। आफ्नो टिमलाई अङ्क दिलाइराख्नु भएको छ। सर्भिसमा हिमाल सुनारी मगर रेडी हुँदै हुनुहुन्छ। सर्भिसमा हिमाल सुनारी मगर। हिमालको सर्भिस सन्तोषको रिसिभ। कासिफले कसलाई खेलाउनेछन्? चिरण खड्का राम्रो प्रहार यति बेला चान्स बल फहदको लागि। फहदको राम्रो प्रहार। सन्तोषको उत्तरै डिफेन्स राम्रो डिफेन्स। चान्स बल सन्तोष अङ्क बराबरी। टाइम आउट लिएका छन्। 24 बराबर है। 24 बराबर। तेस्रो सेटमा 22-24 को अङ्क भेटाउन सफल रुकुम पश्चिम। दाइले आज भने हेर्नु यहाँ दाइको जोस है आज।
सबैजनाले फलो गरिदिनु होला, जतिजनाले पनि फलो गर्नुभएको छैन सबैजनाले फलो लाइभलाई सेयर गरिदिनु होला, सपोर्ट गरिदिनु होला, माया देखाइदिनु होला। सर्भिसमा हिमाल सुनारी मगर, हिमालको सर्भिस, सन्तोषको डिफेन्स, कासिफको पास, ज्यानको लागि, ज्यानको प्रहार, उत्कृष्ट प्रहार, ज्यान राम्रो प्रहार गर्दै अङ्क दिलाउन सफल आफ्नो टिमलाई। ज्यानको निकै नै राम्रो पावरफुल स्पाइक, अङ्क टिपटपलाई, टिपटपको अङ्क 25 रहेको छ भने रुकुमको 24। 2 सेट रुकुमले जितेको छ। पहिलो सेट जित्ने दाउमा टिपटप भने रुकुम पश्चिम भने यही खेलमा अन्त्य गर्न चाहन्छ। चिरणको सर्भिस, राजनको रिसिभ, सन्तोष, सन्तोष पिके निकै नै धारिलो प्रहारहरू गरिराख्ने छन्। राम्रो टेक्निकल प्रहार सन्तोष पिकेको यो, दिमाग लगाएको छन् यति बेला। 26 बराबर, सरी 25 बराबर, 25 बराबर है साथीहरू। मुट्टु नै ढुकढुक बनाउने गेम। कासिफको पास, ज्यानको लागि राम्रो डिफेन्स, र राम्रो यति बेला अङ्क थप्न सफल टिपटप। खेलाडी चेन्ज, इन्द्र बिके ब्लकको लागि, ब्लक बलियो बनाउने रणनीति। इन्द्र बिके कोर्ट प्रवेश गर्नुभएको छ कासिफको ठाउँमा। सर्भिसमा जीवन सुनार, 26-25, टिपटप 26, रुकुम 25। सन्तोष बिकेको प्रहार ब्लक भएको छ यति बेला। रुकुमलाई अङ्क 26 बराबर। बराबर सर्भिसमा सन्तोष। ओ 26 बराबर के पो हुने हो त्यो। तेस्रो सेट, 2 सेट रुकुमले जितेको छ। तेस्रो सेट चलिरहेको छ। टिपटप हेल्प नेपालले पहिलो सेट जितको खोजीमा छ भने रुकुम पश्चिम भने यही सेटमा खेल सकाउन चाहन्छ। 26 बराबर अङ्क, निकै नै डरलाग्दो स्थितिको सिर्जना भएको छ। सबैजनाले लाइभलाई सेयर गरिदिनु होला, 15,000 सेयर पुर्याइदिनु होला र सबैजनाले ट्याप गरिदिनु होला। 5 मिलियन। छब्बीस, 1 अङ्क लिड रुकुमसँग। टाइम आउट बाई टिपटप हेल्प नेपाल। यति बेला टाइम आउट सकिएको छ। के पो होला साथीहरू, सबैजनाले है, सबैजनाले लाइभलाई सेयर गरिदिनु होला, सबैजनाले फलो पनि गरिदिनु होला। टी स्टार्ट मगर है त। रुकुम अन्तिम पोइन्ट है, म्याच पोइन्टमा रुकुमको 27, टिपटप 26, 27-26। निकै नै राम्रो प्रहार सान्सल रुकुमलाई। अफाबको स्पाइक ब्लक भएको छ। टिपटप हेल्प नेपाल कमब्याक गर्दै 27 बराबर। टिपटप हेल्प नेपाल 27 रहेको छ भने रुकुम पश्चिम भलिबल 27 बराबर।
27 बराबर ओहो कसले पो जित्ला यो सेट निकै नै डरलाग्दो स्थिति सर्भिस ज्यानको जालीमा सर्भिस अङ्क भने रुकुमलाई दाइ बस्दिनु न है दाइ बस्नु न है दाइ अलि यता आउनु कि बस्नु के र यति बेला भने टिपटप हेल्प नेपाल उत्कृष्ट प्रहार गर्दै अङ्क 28 बराबर बनाउन सफल बराबर 28 बराबर रहेको छ अङ्क सर्भिसमा मनिष मानन्दर उत्कृष्ट प्रहार गर्दै अफाब खानको राम्रो प्रहार 29-28 निकै नै घम्सा घम्सी निकै नै भाइटल सेट रुकुम भर्सेस टिपटप 29-28 सर्भिसमा अडनानको पास कासिफको खेल उस्मानको लागि राम्रो प्रहार चान्स बल फहदको प्लेसिङ थियो उस्मान छान्ने छैनन् उस्मान फरियाद अली अफाफ खान रिसाएका छन् ओहो डरलाग्दो स्थिति भयो 29 बराबर तेस्रो सेटमा 29 बराबर 2 सेट रुकुमले जितेको छ यदि थाहा छैन भने भनिदिन्छु सर्भिस फेरि जालीमा अङ्क रुकुमलाई फेरि पनि अङ्क थप्दै रुकुम 30-29 स्कोर बोर्डको नम्बर सकिनेवाला छ 30-29 र यति बेला चिरण खड्का उत्कृष्ट प्लेसिङ गर्दै अङ्क दिलाउन सफल टिपटप हेल्प नेपाललाई 30 बराबर तेस्रो सेटको खेल चलिरहेको छ 2 सेट रुकुमले जितेको थियो थ्याङ्क यू ब्रदर थ्याङ्क यू फर द रकेट ब्रदर थ्याङ्क यू सो मच थ्याङ्क यू सबैजनालाई धन्यवाद जसले पनि लाइभ हेरिराख्नु भएको छ सर्भिस सन्तोषको डिफेन्स फहदको लागि पास फहदको स्पाइक थियो यति बेला चान्स बल टिपटपको लागि ज्यानको स्पाइक राम्रो डिफेन्स सन्तोषको प्रहार ब्लक फहद चान्स बल उस्मानको प्रहार पाइरहेको छ यति बेला उस्मानको प्रहार उस्मानको प्रहार बाहिरिएसँगै यति बेला अङ्क थप्न सफल रुकुम 31-30 रुकुमको अङ्क 31 रहेको छ भने टिपटप साथीहरू मेरो मुटु झर्न लाग्यो अब झऱ्यो ए भगवान् के भयो यस्तो डर लाग्यो म हेर्दिनँ रुकुम हिमालको सर्भिस विजेता डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र कर्णाली प्रदेश पहिलो पटक च्याम्पियन बन्न सफल भएको छ हिस्ट्री क्रिएट भएको छ पहिलो पटक रुकुम पश्चिमले यति ठुलो टुर्नामेन्ट जितेको छ
डिस्ट्रिक्ट क्रिएट भएको छ। डिस्ट्रिक्ट क्रिएट गर्न सफल रुकुम पश्चिम। निकै नै उत्कृष्ट, निकै नै राम्रो प्रदर्शन गरिरहेका थिए आज। रुकुम पश्चिमले भने जित्न सफल। 3-0 को सोझो सेटमा लिग चरणको खेलमा 3-0 को सोझो सेटमा हार बेहोरेको थियो। सपोर्ट गरिदिनु होला। सबैजनाले माया गरिदिनु होला, सबैजना सपोर्ट गरिदिनु होला। यही खुसियालीमा सबैजनाले फलो गरिदिनु है त। सबैजनाले थम रोक्का थ्याङ्क यू फर द रोज। जसले पनि गिफ्टहरू दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद। जसले पनि सपोर्ट दिनुभयो सबैलाई धेरै 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 धन्यवाद।